पहिला हाम्रो यो यहाँनिर घर थियो। यो मतान हो। म चाहिँ हाम्रो बगैँचा घुमाउँदैछु। लिचीको बगैँचा पर्खिनु ल, म जाँदैछु। मकै बारी छ हैन, कति बोट रहेछ हाम्रो लिची म तपाईँहरूलाई अब देखाउँछु ल, एक गरेर। हेर्नु त आँप झरेर ल। यसमा चाहिँ खासै लिची फलेको रहेछ। यसमा लिची नै फलेन छ क्या यसपालि। हेर्नु न, पर्खिनु है, म हजुरहरूलाई एक बोट भएन त यो लिचीको बोट भनेपछि। यो चाहिँ हेर्नु, यहाँ लिची त भुइँमै छ हौ। आमा हेर्नु त, भुइँमै झुन्डिरहेको छ के लिचीको बोट। लिची अब फेरि म अर्को ठाउँमा देखाउँछु हैन। 2 बोट त भइसक्यो। लिची पनि चाख्दै हिँडिरहेको छु क्या। 2 बोट मात्रै हुँदैछ है भर्खर। यो चाहिँ के भएर मर्न लागेको हो, यो चाहिँ अर्को बोट हो है। फेरि यो अर्को बोट हाम्रो आँपको रुख। यो चाहिँ अर्को बोट है। यसले 3 बोट भयो। मकै घारी हिँडिरहेको छु घाँस काट्नु। यसमा नि फलेन रहेछ यसपाला, हल्का मात्र छ। यसले 4 बोट। पर्खिनु ल। कोही त अमिलो छ नि त लिची पनि, अम्बक कम्ता फलेको छ। म चाहिँ लिची खाँदै हिँडिरहेको। यसले छ उहाँ परसम्म 7 बोट, यसले 8 बोट। हेर्नु त, कम्ता फलेको छैन। फलेको रुखको लिची चाहिँ देखाउँछु ल। तर पहिलाको जस्तो नफलेको रहेछ क्या। लिची त हेर्नु लिची यतिको छ है हाम्रो। लिची चाहिँ म पछि बिक्किन हिँडिरहेको छ क्या। यहाँ हेर्नु लिची। त्यो चाहिँ हाम्रो घर हो। पर नि छ लिची।